यहाँको चाहिँ एकदमै मिठो हुन्छ केक। सानो आन्टीको रिएक्सन कस्तो हुन्छ? जाने कि नजाने के? ह्यापी बर्थडे टु यु। अनि गाली नगर्नु होला। मलाई वाउ नै लागिरहेको छ। वी मिस यु रोजिना छाम्लिङ। मौसम हेर्नु न ला कालो मैलो भयो। गाइस हाम्रो त बिजोग हुने पर्यो अब। मैले पनि रोजिनालाई धेरै मिस गरेँ आज। हे गाइस वेलकम ब्याक टु माई च्यानल एगेन। आजको भिडियो के हो भनेर चाहिँ हजुरले थम्बनेल एन्ड टाइटल हेरेर नि थाहा पाइसक्नु भयो साथीहरू। अनि आज चाहिँ मेरो साथी साउनको बर्थडे हो नि त। अनि त्यही भएर चाहिँ हामी जानलाई यहाँ रेडी भएर बसिरहेको छौँ नानी र म चाहिँ। अनि उसको घर चाहिँ बेलबारी हो अनि म चाहिँ यहाँ पत्रीदेखि चाहिँ जानु लागेको। अहिले चाहिँ 5 बज्न लागिसकेको छ बेलुकाको। गाइस यहाँ मैले चाहिँ नानीलाई चाहिँ यहाँ बाटोमा गाडी आउँछ भनेर चाहिँ हेर्नु लगाएको। यता तलबाट आउँछ नि त म्याजिक, त्यही भएर यहाँ हेर्दै गर है गाडी हुन्छ। रोजिना चाहिँ कस्तो मिस भइरहेछ क्या आज। अरू बेला हामी सल्लाह गरेर जान्थ्यौँ नि त सनको बर्थडेमा चाहिँ जता पनि। अनि आज यसपालि चाहिँ ऊ छैन। अनि त्यही पनि अनि बिहान सनलाई फोन गर्दाखेरि चाहिँ बर्थडे के प्लानिङ छ त भन्दाखेरि ए साथी होइन के गर्नु भन्दै थिएँ। अनि म एक्लै भए पनि ल नि त ठिकै छ जान्छु भनेर चाहिँ अनि आउँदिनँ भनेर त्यसलाई भनेको छु। अनि त्यसले पत्याएको थियो क्या। सो त्यही भएर म जानु लागेको। भिडियो कस्तो हुन्छ हेर्दै गर्नु ल। आज सरप्राइज भिडियो चाहिँ मैले फर्स्ट टाइम बनाउनु आँटेको। त्यसले के भन्दैन तिनीहरू चाहिँ उहाँ लेटाङ गएको छन् अरे क्या बहिनीहरूसँग। अनि गाइस हाम्रोमा चाहिँ सबैभन्दा ठुलो समस्या भनेको गाडी टाइममा नपाउने। कहीँ हिँडौँ भन्दाखेरि टाइममा गाडी नआउने। बाटो हेर्नुहुन्छ भने यस्तो छ भिआइपी बाटो। ऋतिका कस्तो बिजकले बस्यो कि। अनि गाडी आउँदैन हेर्नु। 5 बजिसक्यो यहाँ बेलुकाको 5। अब यहाँदेखि यो त हाम्रो गाउँ हो नि त। यहाँदेखि पत्री निस्किनुलाई आधी घन्टा लाग्छ गाडीमा। कतिखेर हामी पुग्छौँ थाहा छैन। राति हुने गऱ्यो। 3 राति आउँदिनँ भनेर भनेको छौँ। साथीलाई अलिकति आज उसको जन्मदिनको दिन अलिकति स्पेसल फिल होस् न भनेर चाहिँ फिल गराउनु खोजेको। खोइ गाडी नै नआएर यस्तो गाडी त आउँछ नि के गर्नु अब आफ्नो छैन। ऋतिका बेलुका भइसक्यो हेर्नु न पानी पनि पर्न आँटिसक्यो। कस्तो मौसम पनि धुम्म परिरहेछ। तर पनि जाने भनेर चाहिँ यहाँ बसिरहेको छौँ। ऋतिका अलिकति आऊ न बाइकहरू कसरी कुदाइरहेछ यहाँ आऊ। अनि यहाँ आऊ त यहाँ नजिक आऊ न। म आफै कपाल कोरेको ऋतिकाले खै देखाऊ त। त्यहाँ हेर सनु हामी यहाँ तिम्रो बर्थडेमा यसरी आएको थियौँ भनेर त्यहाँ तिमीले बर्थडे पार्टी चाहिँ त्यहाँ खुवाएनौ भनेपछि तिमीलाई मैले जानेको छु। गाइस बल्ल बल्ल गाडी आयो यहाँ देख्न सक्नुहुन्छ। सो गाइस हामी चाहिँ पत्री आइपुग्यौँ बल्ल। अनि यहाँ हेर्नु न मौसम त यस्तो पानी पर्नलाई पर्नै आँट यस्तो भइसक्यो। छाताहरू केही पनि बोकेको थिएनौँ। अनि बल्ल बल्ल पत्री आइपुग्यौँ कि अब त्यही केक किन्ने हो। अनि छिटो गरेर जाने हो। फेरि राति हुन्छ नि त बेलबारी पुग्न पत्रीदेखि। बाटो पनि अहिले खराब छ। त्यही भएर गिफ्टहरू चाहिँ केही पनि नकिन्ने। हाम्रो त बाँकी साकी पनि चलिहाल्छ होइन। अनि उहाँ पूर्वाञ्चलबाट चाहिँ केक लाने हो। त्यही हो गिफ्ट त पछि जाने भइहाल्छ। त्यही नै ठुलो कुरा हो। हामी जानु नै उसको स्पेसल दिनमा जानु नै ठुलो कुरा हो। हामी चाहिँ यहाँ पूर्वाञ्चलबाट केक लान्छौँ होइन। यहाँ पत्री पूर्वाञ्चल यहाँको चाहिँ एकदमै मिठो हुन्छ केक। मलाई चाहिँ एकदम मनपर्छ। सानो आन्टीको रिएक्सन कस्तो हुन्छ सबै भिडियो लास्टसम्म हेर्नु। मैले चाहिँ यहाँनिर केक किनिसकेँ। अनि यहाँ मौसम हेर्नु न ला छाता पनि बोकेको छैन। कस्तो कालो मैलो भयो। कसरी पुग्नु हामी ला। पानी पो पर्न थाल्छ ऋतिका। यहाँ हेर्नु न यो मौसम यस्तो भएको छ। अहिले हामी पत्रीमै छौँ नि त। अनि बेलबारी पुग्नुपर्ने। बेलबारी त टाढै छ। त्यहाँदेखि पनि बेलबारीदेखि पनि फेरि माथि जानुपर्छ। फेरि अटोमा चढेर फेरि कालो मैलो भएर पो आयो त। ओ माई गड यत्रो उयो आउने आयो। के हो यो गाइस हाम्रो त बिजोग हुने पर्यो अब। यहाँ न कत्रो आधी बेरी आउनु थाल्यो। हामी सरप्राइज नै हिँडेको अरे। हावाहुरीले हामीलाई नै सरप्राइज दियो। हेर्नु न कस्तो बिजोग भइरहेछ। पुरा हावाहुरी चलेर
अहिले त यो अलिक कन्ट्रोल भएको छ 6 बजिसक्यो यहाँ नानीले यस्तो लिएर हिँडेको मलाई नाच्न लाग्यो यहाँ हेर न अब जाने कि नजाने क्या यहाँ केक पनि फेरि किनिरहेको छ क्या केक किनेर डिस्टर्ब भएको दिन कत्रो हावाहुरी बतास आयो पानी परेर अनि यहाँ 6 बजिसक्यो हामी बेलबारी भोलि जाउँ अनि भोलि त कहाँ जाने अब आज बर्थडे हो यहाँ हेर्नु न केक पनि किनेर रेडी गरेको छौँ अनि कस्तो राति पनि भइसक्यो अब उज्यालो अलिक दिउँसै भएको भए त एकछिनमा जाँदा पनि हुन्थ्यो अब उता घर जाने गाडी पनि गइसक्यो भोलि कस्तो बिजो हुनेको आज होइन लक्ष्मी मार्ग यस्तो बिजोक ल्याएको गाई हामीलाई मात्रै थाहा छ होइन कत्रो पानी परिरहेछ बाहिर होइन छाता पनि छैन आज हरि बिजो अनि के अरे त्यहाँ त भोक लागिसक्यो अरे सनानीको घर पुग्दा भोक टरिसक्छ भन्दै थियो कपाल भिजेर आउँ मेरो यो त सुकेको पो त भेस्ट कस्तो बिजोक भयो हामी चाहिँ यहाँ बेलबारी आइपुग्यौँ अनि बेलबारी आइपुग्दा चाहिँ हेर्नु न यस्तो अँधेरो भइसकेको छ धन्न यहाँ बेलबारी ठ्याक्क आइपुग्दाखेरि चाहिँ पानी पनि रोक्यो गाडी भनेर चाहिँ कत्रो पानी परिरहेको थियो हेर्नु हामीले छाता सम्झेर पनि छाता बोक्ने भन्दै सो गाइस हामी चाहिँ यहाँनिर गाडीबाट उत्रेर चाहिँ ठ्याक्क यहाँनिर म्याजिक लाग्यो क्या म्याजिक हामी आउँदै भेट्यौँ बाटोमा अनि यहाँ बसिरहेको छौँ हामी चाहिँ म्याजिकमा अनि गाइस आजको दिन चाहिँ यस्तो रिक्सी भयो नि के भन्छ यसलाई कस्तो क्या हुनु चाहिँ अलिकति मेरो पनि गल्ती हो अलिकति टाइममा हिँड्दैन होइन अनि फेरि त्यो दिउँसो उता कहाँ जाने अरे भनेर भन्दै थिइन् बहिनीले अनि त्यही भएर चाहिँ बेलुका पुग्ने गरी जाने 6 बजीसम्म उज्यालै हुन्छ भनेर हिँडेको नि त घरबाट केक पनि बिग्रिसक्यो होला होइन अनि अब यहाँदेखि चाहिँ 15-20 मिनटमा पुगिन्छ अनि यहाँ गाडीमा पसल जानुभएको छ त्यही हो यो सरप्राइज दिँदाखेरि चाहिँ अलिकति उयो नै हुँदो रहेछ क्या कहिलेकाहीँ चाहिँ भनौँ न होइन अहिले रिक्सी नै हुँदो रहेछ किनभने अब हामी भनेर आएको थियो भने त आउँदै थिएँ कहाँ आइपुग्यो के भयो कस्तो भयो भन्ने हुन्छ नि अब हामी त अब नभनिकन सरप्राइज दिन भनेर गएको मान्छे अब घर जाउँ भने पनि आधी बाटो आइसकेको पत्री आइसकेको दिन ठ्याक्क गाडीबाट उत्रेर केक सेक किनेर ठ्याक्क यता बेलबारी आउने गाडी चढ्ने बेलामा ठ्याक्क कत्रो आधी बेरी हाउरी आयो क्या हामी त कहीँ चटपटाउनै पाएनौँ कि उब्रेको है मानेर कस्तो बिजोग भयो गाडीमा पनि गाडी नरोकेर पानी परेको फेरि बेलुका साँझ भएपछि यस्तो हजुर नजिकै जाने भनेपछि अनि त्यही भएर कस्तो भिजेर बाटोमा उभिँदा अनि बल्ल बल्ल एउटा गाडीभित्र चढेको केकलाई यस्तो उफार्दा उफार्दा केकको हालत के भयो थाहा छैन अब जे जस्तो भयो भने आइहाल्यौँ अब त पुग्न आँट्यौँ होइन तर पनि अलिकति कस्तो डर लाग्यो म चाहिँ फेरि अब नानी पनि लिएर हिँडेको नि त अनि अब यो भिडियो हेऱ्यो भने मलाई अब सबैले कराउनुहुन्छ होला यस्तो भइ हिँडेको भनेर तर पनि अब सरप्राइज दिन हिँडेको जस्तो हुन्छ त्यस्तै मैले भिडियोहरू बनाएँ अनि नानीलाई यहाँ भोक लागेर कस्तो भइरहेको छ भन्दै भन्दा चाहिँ है म कस्तो डर लाग्यो म एक्लै थिएँ भने त केही पनि हुन्थ्यो नानी पनि भएर चाहिँ अलिकति डर पनि भयो अनि फेरि ऊ पनि जान्छु भने भोलि पनि यस्तो छुट्टी छ उसको अनि त्यही भएर अन्त मेरो पनि साथी हुन्छ अब एक्लै भनेर साथी लिएर हिँडेको त्यस्तै भयो गाइस ल अब चाहिँ हामी पनि आँट्यौँ जान्छौँ के कस्तो हुन्छ यस्तै भयो कसैले पनि गाली नगर्नु होला कस्तो केयरलेस गरेको भनेर त्यस्तो भयो है ल उसलाई चाहिँ भोक लाग्यो अरे यो खाने अरे अनि सो गाइस त्यही हो म अब यस्तो क्या फेरि जो पाएँ त्यही भए त म कति दिनसम्मको जाने पनि थिइनँ कि तर साथी भनेको कति इम्पोर्टेन्ट हुन्छ बेस्ट फ्रेन्ड होइन कति इम्पोर्टेन्ट हुन्छ तपाईँहरूलाई पनि थाहा छ साथीको लागि जाने हो त भिडियो बनाएको हो कि त्यही हो गाइस साथीको लागि भनेर मात्रै यत्रो टाढादेखि यत्रो रिक्स लिएर आएको हामी सो गाइस हामी चाहिँ सनको घर दिवाल तलतिर आयौँ कि यहाँ तलतिर उक्रियौँ कि अब जाँदैछौँ ल गाइस मलाई त कस्तो डर पो लागिरहेको मुटु ढुकढुक भयो पुरा एक्साइटेड छ हौ एक्साइटेड केही सोचेर आएको के भयो क्या तिनीहरू लेटाङ गएको छौँ भनेको थिएँ होइन अनि यत्रो पानी हावाहुरी आयो नि त अनि त्यही भएर हामी उहाँदेखि अब त्यस्तो बिजोक ल्यायौँ उनीहरूलाई चाहिँ पानी ल्याउने दिएन छ वहीँ लेटाङमै रहेछन् भरे यहाँनिर सरप्राइज हान्दै जानु पऱ्यो भनेको त मान्छे पनि छैन आन्टी मात्रै हुँदो रहेछ अनि अब तिनीहरू आउँदैन र पनि ठिकै छ अब
अब पानी रहन आँट्यो अनि हिँड्ने भनिरहेको छन्। आन्टीले फोन गर्नुभएको अहिले अनि र हामी चाहिँ यहाँ चाहिँ आइपुग्यौँ फाइनल्ली सेफली नै आइपुग्यौँ। अब बर्थडेको लागि चाहिँ आइपुग्नु भएकै रहन्छ घरमा। हामी चाहिँ उहाँ यत्रो टाढादेखि चाहिँ आइसक्यौँ। सो अहिले अब आउँछु अनि मुनिबाटै सरप्राइज दिने हो। आन्टी त कस्तो छक्क पर्नुभयो क्या एकैचोटि हामीलाई देख्दाखेरि। अब त्यो सोच्नै भएको थिएन अरे आन्टीले अब हामी त्यत्रो टाढादेखि आउँछौँ भनेर। अनि त्यही हो अब सन्नी पनि कस्तो खालको रियाक्सन गर्छ म भिडियो बनाउँछु। भिडियो चाहिँ हेर्दै गर्नु होला। आजको भिडियो त के भन्नु सरप्राइज यस्तो हुन्छ सरप्राइज। सो गाइस त्यही हो जे जस्तो भए पनि सरप्राइज भनेको सरप्राइज नै हो होइन। अब एकैचोटि अहिले आएपछि चाहिँ यस्तो स्प्रे हाल्ने हो। भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म। निद्रा लागिसक्यो मलाई। पर्खिँदा म यत्रो टाढा उहाँदेखि आएँ। तिनीहरू त्यही लेटाउँदेखि पनि आएँ। आइपुगेर जान्छ पानी परेर भने सोच्नु न कत्रो हावाहुरी पानी पऱ्यो होला। यतिर पनि आधी के भएको यस्तो रितिका यस्तै हो सरप्राइज। हामीले सरप्राइज पायौँ। हामी सरप्राइज दिन आएको उल्टै सरप्राइज डबल सरप्राइज। ओ वाउ गाइस आइपुगेँ फाइनल्ली आइपुगेँ होइन। हामी चाहिँ माथिबाट छौँ। अब यहाँ माथिबाट आउँछ होला अनि तिमीलाई सरप्राइज भिडियो हेर्दै गर्नु होला। अहिले चाहिँ लाइट पनि छैन नि त अनि त्यही भएर भिडियो गऱ्यो भने फेरि बाहिर देखिहालिन्छ मोबाइलको लाइट बल्छ। सो त्यही हो गाइस। Happy birthday to you. Happy birthday. कस्तो खालको आम्मा अङ्कल तर्सिनु भयो क्या। ल ह्याप्पी बर्थडे टु यु। यहाँ हामी यहाँ कस्तो बिजोग ल्याएको थियो मलाई आउँदै थाहा छ। लाइन पनि आएको थियो गयो। ल यहाँ रितिका भात नखाइबसेको तिमीलाई बर्थडे स्प्रे हान्ने हानेर 1 घन्टा नै भयो। अनि कस्तो यहाँ सोचेर बसेको त रुँदिनँ हौ त फेरि अरूको त रोएको देखेको थिएँ। रितिका ल ल बर्थडे सरप्राइज भइसक्यो हाम्रो। ल ह्याप्पी बर्थडे टु यु। ल सरप्राइज छ भने छिटो छिटो ल्याइहालौँ है। ल धन्यवाद। बापरे चारवटा केक छ त एउटा पनि धेर हुँदै गरेको। अझै छ भने ल छिटो छिटो गरौँ। सबै फ्यामिलीलाई नै पुग्ने भएछ एक एकवटा। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sanu. Happy birthday to you. May God bless you. अझै छ त अर्को पनि भएन त केन्दा। Happy birthday Sanu. Happy birthday to you.
हाम्रो बर्थडे माई गड वाउ काटे ल कुन कुन काट्छ बाबा लु सबै दुईटा हातले Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. हेर कस्तो सेलाएर थ्याङ्क यू हामी त्यत्रो टिका लगाइदिनु God bless you. God bless you. सबै फोटोमा व्यस्त यहाँ फोटो खिच्दैन पर्छ फोटो हो ए दुईजनाको ल टेक 1 टेक 2 गरि हाल्नु त नि चिन्ता लिनु पर्यो के गरेको लाग्यो Happy birthday to you. भनेको नै गरौँ न आज रातभरि Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sonu. Happy birthday to you. पैसा दिएर गाडी लोगन्ती बस्नु छ क्या हो Happy birthday Happy birthday Happy birthday दिदी सबै राम्रो होस् सुन्दर सुविधा होस् उन्नति प्रगति होस् भन् Happy birthday दिदी सबै राम्रो होस् उन्नति प्रगति होस् धन्यवाद धन्य आज त सनुले जबरजस्ती खुट्टा ढोगाउने पर्यो सनु आएन न स्विटले पनि टिका लगाइदिनु आँटी त दिदीको छेउमा बसिरह्यो Happy birthday to you. Happy birthday to your Sonu. Happy birthday to you. खोइ तिमीले खुवाइदेऊ न सनुलाई खोइ भनेको ह्यापी बर्थडे त्यही हो ल ऊ अगाडि घोचिरहेको छ गिफ्टले यहाँ यत्रो छोइरहेको भाइले कटुवा Oh my god! के लाग्यो ए पैसा वाउ राम्रो छ नि दिदी लाग्यो वाउ थ्याङ्क यू मेरो भाइ भाइ सिधा 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 ह्यापी बर्थडे अब चाहिँ बाटो भएछ भने आज पनि खाऊ कुन खाने भन ल आफूले ल्याएको खाने मैले अर्डर गरेको होइन पूजालाई लिइदिएँ भन्दै भनेको थिएँ ल ह्यापी बर्थडे Happy birthday. धेरै पढ्नु ज्ञानी हुनु ठुलो मान्छे बन्नु डक्टर हुनु क्या डक्टर नगर्नु भन न
त्यो सुरुको डायलग चाहिँ सेम मेरो जस्तै हो कुन चाहिँ भनेको तिमी चाहिँ कुन खाने मिठो लाग्यो त्यो चाहिँ कस्तो थियो तेरा बुनुको Happy birthday to you. Happy birthday to you. Happy birthday dear son. Happy birthday. टु यु मलाई पनि त देखाऊ कोही बर्थडे भन्ने चाहिँ एउटा के अरे दाना मात्रै हो केक खाने हाम्रो हाम्रो चाहना हो यसरी चाहिँ मलाई चाहिँ भिडियो नबिगार्दैन भाइ बितिसा ल सो गाइज हाम्रो चाहिँ बर्थडे सक्यो होइन सो हाम्रो बर्थडेको कार्यक्रम चाहिँ सबै खत्तम भयो सरप्राइज पनि भयो सबै थोक भयो कस्तो भयो भनेर हजुरले भिडियो हेरेर थाहा पाइ नै हाल्नुभयो होला अरूको सरप्राइज चाहिँ कस्तो खतरा वाउ टाइपको हुन्थ्यो नि हाम्रो त आजको कस्तो भयो मलाई वाउ नै लागेर तिमीले दिएको सरप्राइज हो खुसी भयो तिमी आयो म धेरै खुसी भयो मलाई पनि तिमीलाई खुसी बनाउनु थियो आजको हुन त त्यस्तो केही दिन त सकेको छैन होइन केही त्यस्तो महँगो चिज दिएर उयो त गरेको होइन र पनि अलिकति अब हुन्छ नि त आज उसको अब जन्मदिनमा चाहिँ अलिकति उसलाई पनि स्पेसल फिल होस् न भनेर चाहिँ म चाहिँ उहाँदेखि त्यति स्ट्रगल गरेर आएको नि त अनि तिमी आउनु नै धेरै ठुलो कुरा हो नि त इफोर्ट म्याटर गर्छ इफोर्ट म्याटर्स गर्छ नि त सबैजना सुतिसक्नु भएको छ कि त्यही भएर बिस्तारै बोलेको अनि त्यही हो खुसी भयो नि धेरै धन्यवाद तिमीलाई धेरै धेरै आइदिएकोमा खाइदिएकोमा आइदिएकोमा मेन त आइदिएकोमा अनि फेरि खाइदिएकोमा के सोचेर भिडियो बनाउँदै आएको होइन हजुरले पनि देख्नु भयो होला छैन हो आउँदाखेरि बर्थडेको डल्लै छैन उल्टै हामीले सरप्राइज भइरहेको क्या अनि कति हामी आएपछि तिमी कति 9 बजी आएको होइन अनि त्यही हो जे जस्तो भए पनि रमाइलो भयो होइन तिमीले आएको दिन कसलाई मिस गर्यो भनेर वी मिस यु रोजिना छाम्लिङ अरू बेला हामी उसको बर्थडेको बेलामा जसकै पनि मेरो अब रोजिनाको जसमा पनि हामी तिनजना चाहिँ एउटै फ्रेममा हुन्थ्यौँ योचोटि चाहिँ अब रोजिना छैन अब अर्कोचोटि के हुन्छ थाहा छैन गाइज त्यही हो अनि मैले पनि रोजिनालाई धेरै मिस गरेँ आज यो भिडियो मार्फतै उसलाई के भन्छ जानकारी गराउँदैछु जानकारी गराउँदैछु यो कुरा चाहिँ जानकारी गराउँदैछु ल त्यही हो गाइज अनि अब हामी सुत्न लागेको कस्तो लाग्यो तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मन परेन भने पनि गरिदिनु ल सब्सक्राइब चाहिँ प्लिज भन्दै मेरो 2-4 शब्द यहीँ अन्त्य गर्न चाहन्छु धन्यवाद जाँदा जाँदै के भन्छु जानु जाँदा रञ्जनाको च्यानललाई सब्सक्राइब गरिदिनु होला बिन्ती छ ल 2000 गयो पो त नि यहाँ कस्तै यो छोरा छ जस्तो बसिरहेको छ ल गाइस त्यही हो ल राति पनि भयो अनि भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अब म बिस्तारै भिडियोहरू बनाउँछु क्या मलाई एकदम एनर्जी आइरहेको छ क्या यो 83 सालदेखि एकदम शरीरमा एकदम जोस जाँगर आइरहेको छ त्यही हो गाइस ल यति भन्दै गुड नाइट बाई बाई अर्को भिडियोमा भेटौँला हामी